म असन कमलाची जम्मल रानीपोखरीसँगै नाचघरको छेउमा जन्मेको। जन्मस्थान सोध्नुहुन्छ भने वीर हस्पिटल, म जहिले पनि काठमाडौँ भन्दिनँ, वीर हस्पिटल हो, वीरस्थलीमा जन्मेको। मेरो आमाको म 15औं सन्तान, आई एम द 15th चाइल्ड, हैन, 15औं बच्चा हो म। इमेजिन गर्नुहोस् 15वटा बच्चालाई हुर्काउन मेरो आमालाई कति गाह्रो भयो। म त एकदमै पुच्छरमा निक्लेको फिल्टर, हैन, झुकेर आएको होला सायद 15औं भनेपछि। अहिले मेरो आमा बुवा दुवैजना हुनुहुन्न, हैन, परलोक गइसक्नुभयो। अनि अब सबैले सोध्छन् यो कलाकारितामा कसरी आएको, काठमाडौँको मान्छे भन्छन् के काठमाडौँको मान्छे कलाकार नै हुँदैन र, हैन, अरू अपर्च्युनिटी भएर होला। अनि म चाहिँ नाचघरसँगै